सम्पूर्णमा नमस्ते नमस्कार। आज म तपाईहरुको माझ महालेखा परीक्षकको प्रतिवेदन जुन राष्ट्रपति समक्ष पेश गरेको छन् त्यसको संक्षिप्त रूपमा तपाईहरुको माझ राख्न गइरहेको छु, जुन लोकसभा तयारी गर्ने साथीहरुको लागि महत्त्वपूर्ण सामग्रीको रूपमा स्थापित हुन सक्छन्। त अब सुरु गरौं प्रतिवेदनको बारेमा। महालेखा परीक्षकले 62औं प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छन्। यो पेश गरेको मिति 2062 1 महिना 31 गते रहेको छन्। यो लेखा परीक्षण गरेको आर्थिक वर्ष 2081 र 82 रहेको छ। यो मन्त्रालय प्रदेश स्थानीय अन्तर्गत कतिवटा कार्यालय गरेको छन् त्यसलाई वर्गीकरण गर्दा संघीय मन्त्रालय तथा निकायका कार्यालय 3093 वटा कार्यालयको लेखा परीक्षण गरेको छन् भने प्रदेश तथा अन्तर्गत निकायका कार्यालय 1165 कार्यालयको लेखा परीक्षण गरेको छन्। त्यस्तै स्थानीय तहका यो वर्षको 753 र बक्यौता 8 वटा समेत गरी 761 कार्यालयको लेखा परीक्षण गरेको छन्, जसमा जम्मा लेखा परीक्षण रकम 94 खर्ब 62 अर्ब 36 करोड रकम बमोजिमको लेखा परीक्षण गरेको छन्। संघ प्रदेश र स्थानीय समिति तथा अन्य संस्था मार्फत सबै संस्थाको लेखा परीक्षण गर्दा बिरजु रकम कुल रकम 7 खर्ब 33 अर्ब 19 करोड कायम भएको छ, जुन गत वर्षभन्दा 9.45% वृद्धि भएको देखिन्छन्। संघीय मन्त्रालयको बिरजु रकम रुमा भन्दाखेरि 47 अर्ब 74 करोड रहेको छन् र प्रतिशतमा 1.54% रहेको छ। त्यस्तै प्रदेश मन्त्रालय बिरजु रु 4 अर्ब 20 करोड रकम रहेको छन् भन्ने यसलाई प्रतिशतमा 1.36% को रूपमा बिरजु देखाएको छ। त्यस्तै स्थानीय तहको बिरजु हेर्दाखेरि 25 अर्ब 32 करोड रकम रहेको छन् भन्ने यसलाई प्रतिशतमा 2.26% को रूपमा बिरजु देखाएको छन्। त्यस्तै बिरजुलाई असुल नियमित पेस्कीको रूपमा वर्गीकरण गर्दाखेरि असुल गर्नुपर्ने बिरजु 32.89% असुल गर्नुपर्ने बिरजु देखिन्छन्, जुन संघ प्रदेश स्थानीय तह तीनटै अन्तर्गत रहेको छन्। त्यस्तै अनियमित भएको बिरजु 61.27% रहेको छन् भन्ने पेस्की बिरजुको रूपमा 5.84% को रूपमा रहेको छन्। यसले अहिलेसम्म फरछोट गर्न बाँकी रहेको बिरजुलाई हेर्दाखेरि 7 खर्ब 33 अर्ब 19 करोड जुन माथि मैले प्रस्तुत गरिसकेको छु। सबैभन्दा बढी बिरजु कुन मन्त्रालय अन्तर्गत रहेको छन् भने त्यसलाई क्रमिक रूपमा हेर्दाखेरि सबैभन्दा अर्थ मन्त्रालयमा छन्, त्यसपछि भौतिक छन्, त्यसपछि रक्षा, त्यसपछि भूमि, यो मन्त्रालयगत रूपमा रहेको छन्। यसलाई प्रतिशत रूपमा हेर्दा कुल बिरजु रकमको 70.31% अर्थ मन्त्रालयगत रूपमा रहेको छन् यो वार्षिक 62औं प्रतिवेदनमा। त्यस्तै भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 13.48% रहेको छन्। भूमि रक्षा मन्त्रालय त्यसपछि छ, त्यसपछि भूमि मन्त्रालय अन्तर्गत बिरजु रहेको छन्। संघीय कार्यालयको कुल बिरजु प्रतिशत रूपमा हेर्दाखेरि 97.79% संघीय कार्यालयमै बिरजु रहेको छन् भन्ने अन्य कार्यालय प्रदेश स्थानीय तह अन्तर्गत हेर्दाखेरि 2.01% बिरजु रहेको देखिन्छन्। यसलाई प्रदेश सरकारतर्फ बढी बिरजु भएको क्रम रूपमा कुन प्रदेशमा बढी र कुनमा कम भन्दाखेरि यसलाई सबैभन्दा बढी मध्य प्रदेशमा बिरजु रहेको देखिन्छन्, जुन 2.7% रहेको छन् र सबभन्दा घटी बागमती प्रदेशमा बिरजु देखिन्छ, जुन 0.82% रहेको छन्। र स्थानीय तहको बिरजु हेर्दाखेरि 2.26% बिरजु रहेको छन् र 5% भन्दा कम बिरजु स्थानीय तह 692 स्थानीय तह रहेको छन् भन्ने 15% भन्दा बढी बिरजु हुने स्थानीय तह एउटा स्थानीय तह रहेको छन्। हस्त धन्यवाद।